साथीहरू यो हाम्रो शरीरको अस्थिपञ्जर प्रणाली भित्र चाहिँ हाम्रो शरीरमा 206वटा हड्डीहरू रहेका हुन्छन् र यस्तो संरचना रहेको हुन्छ हाम्रो भित्र। हाम्रो शरीरमा कुन ठाउँमा कतिवटा हाडहरू पाइन्छन्, सबभन्दा लामो हाड कुन हो र ब्युटी बोन भनेर कुन हड्डीलाई चाहिँ दिन्छ, यो भिडियोमा चाहिँ हामी विस्तारमा कुरा गर्नेछौँ। सबभन्दा माथि हाम्रो छ टाउको, यहाँ खप्परमा जम्मा चाहिँ हाम्रो क्रेनियल बोनहरू जम्मा 22वटा हुने गर्दछन्। माथि ओसिपिटल, फ्रन्टल, टेम्पोरल र यो जम्मै बोनहरू माथिको यो के भन्छ मेक्जिला, मेन्डिबल, त्यस्तै यो लेक्रिमल बोन, नजल कोन्चा, यो माथिको जम्मै गरेर 22वटा हड्डीहरू हुन्छन्। त्यसपछि आउँछ हाम्रो भर्टिब्रीहरू। यो भर्टिब्रीहरू माथिबाट तलसम्म सर्भिकल भर्टिब्रीदेखि लिएर चाहिँ तलको होइन लम्बर भर्टिब्रीसम्म चाहिँ 33वटा भर्टिब्रीहरू रहेका हुन्छन्। त्यस्तै यो हात जुन छ हाम्रो, यो हात र यो पछाडिको यो यसलाई भन्छ पेक्टोरल गडिल होइन, पेक्टोरल गडिल र यो हाम्रो हात जम्मामा दुईटै हातहरू र पेक्टोरल गडिलमा चाहिँ हाम्रो 64वटा हड्डीहरू रहेका हुन्छन्। जसमा चाहिँ यो हड्डी जुन हाम्रो हातको यो हड्डी छ, यो हड्डीलाई भनिन्छ ह्युमरस भन्ने गरिन्छ भने यो दुईटा हड्डीलाई चाहिँ रेडियस र अल्ना भन्ने गरिन्छ, यो औँलाहरूलाई चाहिँ फेलेन्जिस भन्ने गरिन्छ। त्यसपछि यो रिब केजको कुरा गर्ने हो भने यो रिब केजमा थोरेसिक क्याभिटी, रिब केजमा चाहिँ यो स्टर्नम लगायतका यो जो हड्डीहरू छन्, यो रिब केजमा चाहिँ जम्मा हाम्रो करिब 25वटा हड्डीहरू रहेका हुन्छन्। यसमा चाहिँ हाम्रो 25वटा हड्डीहरू रहेका हुन्छन् रिब केजमा, यो स्टर्नम लगायत। त्यसपछि आउँछ हाम्रो पेल्भिक गडल लोअर लिम्ब। पेल्भिक गडल लोअर लिम्बमा चाहिँ हाम्रो करिब 62वटा हड्डीहरू हुन्छन्। यो हड्डी यो सम्पूर्ण यो हड्डीहरूदेखि लिएर यो खुट्टाको यहाँसम्म चाहिँ हाम्रो जम्मा करिब 62वटा हड्डीहरू हुन्छन् खुट्टाको। र सबभन्दा हाम्रो शरीरमा लामो हड्डी भनेको यो हड्डी हो, तिघ्राको हड्डी, यसलाई फिमर बोन भन्ने गरिन्छ। हेर्नु त कति लामो छ, सबभन्दा लामो हड्डी। त्यसपछि यसको तलतिर चाहिँ दुईवटा हड्डीहरू हुन्छन्, जसलाई चाहिँ एउटालाई भनिन्छ टिबिया, अर्कोलाई फिबुला। टिबिया फिबुला भन्ने गरिन्छ खुट्टाका होइन फेलेन्जेसहरू, औँलाहरू यहाँ हामी देख्न सक्छौँ। यसमा चाहिँ जम्मा हाम्रो 206वटा हड्डीहरू हुन्छन् र हाम्रो ढाँचाभित्रबाट चाहिँ यस्तो स्केलेटनको ढाँचा, यो अस्थिपञ्जर प्रणाली चाहिँ यस्तो रहेको हुन्छ। टाउकोमा 22वटा हड्डीहरू भए, थोरेसिक क्याभिटी, यो रिब केजमा स्टर्नम लगायतको 25वटा हड्डीहरू भए। त्यस्तै यो जुन भर्टिब्रीहरू चाहिँ 33वटा हुन्छन्, माथि सर्भिकलदेखि थोरेसिक हुँदै लम्बरसम्म। त्यसपछि यो पेक्टोरल गडल र हाम्रो अप्पर लिम्ब माथिल्ला हातहरूमा जम्मा हड्डीहरूको सङ्ख्या हुन्छ 64वटा। अब यो हाम्रो हातको ह्युमरस बोन, यो रेडियस र अल्ना, त्यस्तै यहाँ पनि हुन्छ रेडियस, अल्ना, ह्युमरस, फेलेन्जेसहरू औँलामा होइन। यस्तै खुट्टाको तिघ्राको सबभन्दा बलियो के भन्छ सबभन्दा लामो र सबभन्दा बलियो हड्डी फिमर बोन। त्यस्तै यहाँ चाहिँ टिबिया र फिबुला दुईवटा हड्डीहरू छन्। र हाम्रो शरीरमा जुन ब्युटी बोन भन्ने पनि हुन्छ एउटा, ब्युटी बोन भनेर चाहिँ यो हड्डीलाई बुझाउँछ। कोलार बोनलाई क्लेभिकल भन्ने गरिन्छ। यो क्लेभिकल यहाँ दुईवटा छ, एउटा यता पनि छ, एउटा यता भन्ने क्लेभिकल अर्थात् ब्युटी बोन भन्ने गरिन्छ। र हेर्दाखेरि टाढाबाट चाहिँ हड्डीहरूको ढाँचा यस्तो शरीर हाम्रो चाहिँ यस्तो देखिन्छ होइन। यो अन्तिममा चाहिँ कोकक्स भन्ने हुन्छ, हाम्रो यो अन्तिममा रहेको यहाँ होइन भर्टिब्रीहरूको अन्तिममा रहेको हड्डीहरू। यो सबै हड्डीको कुरा गर्ने हो भने 206वटा हड्डी मानिसको शरीरमा पाइन्छन् यो थोरेसिक क्याभिटीभित्र। अब हाम्रो भित्रका भेस्टल अर्गन्सहरू हुन्छन्, जुन यो मुटु, फोक्सो, कलेजो, यो भित्र चाहिँ यो केजभित्र चाहिँ सुरक्षित तरिकाले रहेका हुन्छन् भने हाम्रो महत्त्वपूर्ण जुन मस्तिष्क हो, मस्तिष्क चाहिँ यो भित्र, मस्तिष्क चाहिँ यो जुन खप्पर छ, खप्परभित्र क्रेनियल बोनभित्र रहेको हुन्छ। टाढाबाट यस्तो देखिन्छ।